सबैजनामा नमस्कार। फेरि म यो पेदुङ ग्राउन्ड आइपुगिसकेको छु र नयाँ ब्लग लिएर पेदुङ ग्राउन्डबाट तपाईहरुको समक्षमा आइरहेको छु। र आज चाहिँ के छ भने आज चाहिँ हाम्रो फुटबल छ र आजको ब्लगमा चाहिँ म यो फुटबल बारेमा देखाउने छु। र अघि नै मैले भनिहालेँ हाम्रो फुटबल थियो भनेर, र फुटबल चाहिँ पेदुङमा र प्लेयरहरु चाहिँ प्राय सबै कालिम्पोङको थियो। र त्यसै कारणले हामीले पहिला चाहिँ यो डेलो फाटक नजिकको क्यान्टिनमा जम्मा भयो र कोही प्लेयर चाहिँ आइसकेको छ र 2-3 जना आउनु बाँकी छ र यो पर्खेर हामी पेदुङतर्फ लाग्ने छौं। ल अब चाहिँ प्लेयरहरु जम्मा भएर अब हामी चाहिँ पेदुङतर्फ लागेको। अहिले चाहिँ प्लेयरहरु पेदुङ आइपुगेको छ। जस्तो हामी पेदुङ आइपुग्यो, वेदर चाहिँ यस्तो छ पेदुङको। तुफान अहिले चाहिँ पेदुङको चाहिँ यस्तो छ है, मौसम उडाला जस्तो भइरहेको छ। तुफान आइरहेको छ, तुफान। यहाँ हामी चाहिँ ग्राउन्ड आइपुगिसक्यो र यहाँ ग्राउन्डको लाइनहरु चाहिँ भर्खर कोरिँदै रहेछ र प्लेयरहरु चाहिँ यहाँ रेडी हुँदैछ। यहाँ ग्राउन्डमा लाइन कोर्ने भाइहरु चाहिँ सेन्ट जोसेफ पेदुङको स्टुडेन्टहरु रहेछ। प्लेयरहरु ग्राउन्डमा उत्रिसकेको छ। अहिले वार्म अप गर्दै गरेको दृश्य। यो चाहिँ कालिम्पोङ रोकपास एफसी र यहाँदेखि उताको चाहिँ सेन्ट जोस टिचर्स टिम। यहाँ हाम्रो कोच चाहिँ फेङ्गे। अहिले चाहिँ प्लेयरहरूलाई क्लोज फ्रेमबाट देखाउँदैछु। यहाँ हाम्रो प्लेयरहरू चाहिँ यस्तो चाहिँ ल बेस्ट अफ लक है सिम्बो। ओइ अब चाहिँ टस हुन आँटेछ क्याप्टेनहरुको बीचमा। ल टस जितेर चाहिँ ढोक्पा एफसीले चाहिँ साइड छानेको छ र यो मोटो स्ट्यान्ड साइड। ल अहिले चाहिँ गेम सुरु भइसक्यो। यहाँनिर चाहिँ सेन्ट जोसको बहिनीहरुको टिम पनि रहेछ। प्र्याक्टिस गर्न आएको तिमीहरु? तर फुटबल चाहिँ के प्र्याक्टिस गर्न आएको? रनिङ हो? फुटबल प्र्याक्टिस गर्न आएको हैन? फुटबल पनि हो, रनिङ। यहाँ खेल्दै गरेको सबै तिमीहरुको सरहरु हो? हजुर। सबै डल्लै? आधी मात्रै हो? आधी चाहिँ मगाएको प्लेयर रहेछ है? पेदुङकै हो। नगेन्द्र सर हैन। फर्स्ट कर्नर सेन्ट जोस स्टाफ टिमले पाएको छ। अब हेर्नुपर्छ यसमा यो कर्नर चाहिँ गोलमा परिणत हुन्छ कि हुँदैन। ल फर्स्ट कर्नरबाट सेभ भएको छ रोकपा एफसी। खुसीको खबर। पहिलो फल्ट फेरि सेन्ट जोस स्कुल टिचरको पक्षमा। गोल भएको छ त के भयो? ओ गुड लक ड्रप एफसी। गोल भएको थियो, फेरि रिटेक हुँदैछ फेरि यो फ्री किक। फ्री किक हिँडाइरहेको छ सेन्ट जोस टिचर टिमले। यो पालि चाहिँ रोकियो। फेरि अर्को कर्नर सेन्ट जोस टिचर्स टिमलाई। फेरि अर्को कर्नर भयो। फेरि आए भन्छ लाग्यो। यो कर्नर पनि सेभ भयो।
पहिलो यो फ्री किक पाएको छ ड्रग्बा एफसीले यसलाई गोलमा परिणत गर्छ सर्ट पास गुड पास गुड शट हाफ कम्प्लिट भयो स्कोर 0-0 ए सेकेन्ड हाफ सुरु हुँदैछ ल अब चाहिँ गोल हाल्नु पर्यो है यहाँनिर च्यारपमा पनि आएको छ च्यारपमा पनि ए कसले जित्ला जस्तो आप्पाले हो कन्फर्म हो कोच टिम कोच पहिलो गोलसँग सेन्ट स्टाफको बढत फर्स्ट गोल सेन्ट स्टाफले हालेको छ एफसीको पहिला गोल नर्बुस रिङको खुट्टाबाट गोल स्कोरर चाहिँ यहाँ चाहिँ पास दिने चाहिँ यहाँ पास दिने चाहिँ स्टार प्लेयर वाटर म्याच एन्ड भयो र अहिलेको गोल स्कोर चाहिँ सेन्ट जोस स्टाफ 3 कालिम्पोङ ड्रग्बास एफसी 2 गोल 3-2 गोलको बढतले सेन्ट जोस स्टाफले जितेको छ कालिम्पोङ ड्रग्बास एफसीको गोल स्कोरर चाहिँ यही हो नर्बु के छ तेरो फर्स्ट गोलको के भन्नु छ खटेरै खेल्यो है टिम पनि खटेरै खेल्यो हारे पनि केही छैन तर अब केटाहरू सबैजना राम्रै खेल्यो है फर्स्ट म्याच भयो अब यो फर्स्ट म्याच फर्स्ट एक्सपिरियन्स ठिकै छ यहाँनिर हाम्रो 55 प्लसको चोजो चाहिँ अलिकति यहाँ इन्जर्ड भएछ आमा घोडा निक्लेर गोरुको घोडा लाउनुपर्छ के भएछ रे वाटर गोरुको घोडा लाउनुपर्छ यो चाहिँ मेरो यहाँ मसल्स क्र्याम्प भएछ सोचोको 55 हो अनि 55 चोजो चाहिँ कति इयर पुगेको चोजो 57 हो नि 57 पुगेको छ बस्ने टाइममा कहाँ गर्नु ओइ यहाँ प्लेयरहरू जर्सी चेन्ज गरिरहेको छ अब अहिले चाहिँ गेम सकेर यी चिया खाँदैछ प्लेयरहरूले यहाँ बल बोयले पनि चिया खाँदैछ है अब गेमको बारेमा पनि देखाएँ तर यो ड्रग्बास एफसी भनेर टिम चाहिँ वात्तै पेदुङमा आज यो ब्लकमा देखा पऱ्यो है र यो ड्रग्बास एफसी भनेर यो फुटबल टिम इनिसिएट गर्ने चाहिँ यहाँ हाम्रो साथी थ्याङ्क यू हो है यसको बारेमा अलिकति बताइदिनु नि हो के हो यो अब के हो यो चाहिँ के हो भने चाहिँ हाम्रो टिबेटन कम्युनिटीमा फुटबल टुर्नामेन्ट यङ्स्टरको लागि त जिसिएम भन्ने छ है अन्त योपालि लास्ट इयर चाहिँ आपा भनेर कमिटी एउटा खोलेको छ त्यसले चाहिँ 40 प्लस हाम्रो ठुलो एजहरूलाई पनि अब फिटनेस बस्नुपर्छ आपा भनेपछि चाहिँ फादर अफ द हाउस हेड अफ द फ्यामिली है हेड अफ द फ्यामिली चाहिँ अब यस्तो घरको जिम्मा लिने अब जे भए नानी हुन्छ सबै हुन्छ तर जिउमा हेल्थमा चाहिँ कन्सियस गरिदिने टाइम हुँदैन यो हेल्थ फिटनेस बस्नु लागि त्यही गरी चाहिँ हाम्रो टिबेटनको अङ्कलहरू पालाहरू यिनीहरू फिट बसोस् भनेर चाहिँ यो टुर्नामेन्ट अर्गनाइज गरेको छ अनि लास्ट इयर चाहिँ क्लेमेन्टनमा भयो एकदम सक्सेसफुल भयो राम्रो भयो दिस इयर चाहिँ गान्तोकमा खेलाउने छ है अन्त दिस इयर कालिम्पोङ गान्तोकमा खेल्दाखेरि अन्त हाम्रो कालिम्पोङले पनि पार्टिसिपेट गरेको छौँ किनभने छेउमै परेर हामी योपालि है त्यही हो अब टिबेटनको मेन अब हाम्रो एज ठुलोहरूलाई चाहिँ फिटनेस बसोस् हेल्थ इज वेल्थ भन्छ नि आजकलको त्यही हो हुन्छ यो चाहिँ हिस्टोरिक इभेन्ट भइरहेको रहेछ कालिम्पोङको 40 प्लस टिबेटन बोइजहरूको लागि चाहिँ यो चाहिँ फर्स्ट टिम जाँदै रहेछ योपालि चाहिँ टिम कहाँबाट आएछ आउँदैछ भन्नु टिमको बारेमा पनि अलिकति भनिदिउँ त अन्त योपालि चाहिँ 20 वटा टिम छ पार्टिसिपेट गर्ने लास्ट इयर चाहिँ 14 थियो 20 वटा टिमबाट
योपालि युएसए पर आउँदैछ, युरोप पर आउँदैछ, अन्त नर्थ इन्डियाको धरमशाला, क्लेमेन्टाउन, दिकिलिङ, दिल्लीहरू छ। साउथ पर भेलोकोपी, मनकोट, कोलिगाल यस्तो छ। अन्त हाम्रो यता नर्थ इस्ट साइडबाट चाहिँ योपालि 4टा टिम छ, कालिम्पोङ, दार्जिलिङ, राभाङला, गान्तोक, हामी 4टा टिम छ। टोटल टिम चाहिँ 20 टिम्स। अन्त यो टुर्नामेन्ट चाहिँ जुनदेखि है, जुनदेखि स्टार्ट हुँदो रहेछ। र तपाईँले यो टुर्नामेन्टको बारेमा सुन्नुभयो, यो टुर्नामेन्ट चाहिँ जुनमा हुँदो रहेछ। यो चाहिँ गान्तोकमा र 15 डेजको लागि हुन्छ र 20 टिम्स युरोप र अमेरिकाबाट नै आउनेछ। र योपालि कालिम्पोङको टिमले चाहिँ प्रथमचोटि यो टुर्नामेन्टमा भाग लिइरहेको रहेछ है। र सम्पूर्णलाई ब्लग हेरिदिनु भएकोमा धन्यवाद भन्दै लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् भन्दै अर्को ब्लगसम्मको लागि म यो ब्लग यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद।